आउनुभएको शालिग्राम अति नै पवित्र र शालिग्राम पाइने विश्वमा कहीँ नपाइने शालिग्राम यस कालीगण्डकीमा पाउने हुँदा यस आज मधुबनी धाम अर्थात् तुलसी रोप्ने दिन यति भिड लागेको छ कि आउने कार्यक्रम यो माथिसम्म बढेको हुँदाखेरि पनि यहाँ भिड लागेको देखिएको छ। त्यसरी नै आज आउने जाने क्रम रोकिएको छैन। बिहानैदेखि यस्तो हुन्छ होला। आउने जाने कार्यक्रम चलि नै राखेको छ। यतापट्टि स्नान गर्ने ठाउँ हो भने उतापट्टि पनि त्यस्तै थियो। जलाउनेतिर पनि घाटतिर पनि त्यति नै भिड छ। यो ठाउँ नहटाएको हुँदा आज अति नै भिड लागेको छ। ल मधुबनी धाम चक्क ल्याएर